एकदमै स्कुलसम्म पढ्न गाह्रो हुन्छ, सबैजनाले बिरामी हुन्छ जस्तो लागिरहेको छ र पछि हामीलाई पढ्न पनि एकदम गाह्रो हुन्छ, त्यस्तै भइरहेछ। खाना खाँदाखेरि त्यहाँ बस्दाखेरि यसो गन्ध त्यहीँ पुग्छ, घरसम्मै पुग्छ होइन? घर अगाडि नै हुन्छ, गाडीहरू अगाडि नै, अनि गनाएर हुन्छ, एकदमै झिँगाहरू आउँछ, झन् झिँगाले रोगहरू आउँछ। अनि यहाँको नेताहरूले के भन्नुहुन्छ? नेताहरूलाई यो भन्न चाहन्छु कि यो फोहोर मैला लिएर आए पनि अहिले यहाँ पुरा भएको छैन, होइन बनाएर पुरा भएर गर्नुपर्ने हो यहाँ। अनि तर यहाँ सबैजनाको गल्ती त छ है, तर दुवैजनाको मन मिलेर गर्नुपर्ने हो। तर यहाँनिर त्यो मन मिलेरै गरेको छैन क्या, सबै व्यवस्था नै भएको छैन, अनि त्यही गरेर गर्नुपर्छ। पुरानो फोहोर चाहिँ अब यो बन्दोबस्त लगाउँ, पछि अब नयाँ निक्लेपछि त्यो अर्कै बन्दोबस्त होला भन्ने कुरो भएर चाहिँ हिजोबाट निकाल्नु लगाएको थियो हजुर। होइन, अहिले तपाईँले बालिन शाहले गर्नुभएको काम कस्तो लाग्छ नि तपाईँहरू? बालिन शाहले काम गरेको एकदम ठिक छ एकदम ठिक छ। हजुर। उहाँले गर्दाखेरि अब यहाँतिर यो फोहोर अब आउनु लागेको नभए त पहिले त अब पहिले पनि हजुर, पहिले पनि दुई दिन आएको हो। त्यहाँबाट तपाईँको त्यो रोकाएर फेरि अरू एक दिन आयो, एक दिनको फोहोर तपाईँको त्यो झाडु दिएर त्यो पनि झारियो, फेरि पछि पनि आएको अस्ति दुई दिन 3 दिन अगाडि फोहोर फेरि गाडीबाटै फेरि फर्केर गयो त्यो। बालिन शाह हुनु तपाईँले चाहिँ स्कुलतिर पनि गर्नुहोस्, स्कुलतिर पनि त पढ्न सकिँदैन यहाँको गन्धले गर्दा? स्कुलतिर पनि पढ्न सक्दैन, अनि त्यसपछि धेरै गन्ध आउँछ, त्यही भएर खेल्न नि सक्दैन। हजुर, झाडा पाला लाग्ने, अनि रुवाखोकी लाग्ने, अनि क्यान्सर हुने जस्तो हुन्छ। अब भनेको केही मान्दैन यस्तो गाडीहरूले, फोहोर ल्याइलाई छ, पुलिसहरूले भनेको नि कहिले मान्दैन। हिजोबाट फोहोरको गाडीहरू यता ल्याउनु थालिरहेको छ कि, त्यसैले क्यान्सर हुन्छ कि यस्तो झाडा पोखराहरू राख्छ कि भनेर धन्यवाद। आयुषा तामाङ। हजुर। एकदमै स्कुलसम्म पढ्न गाह्रो हुन्छ, सबैजनाले बिरामी हुन्छ जस्तो लागिरहेको छ र पछि हामीलाई पढ्न पनि एकदम गाह्रो हुन्छ, त्यस्तै भइरहेछ। खाना खाँदाखेरि त्यहाँ बस्दाखेरि यसो गन्ध त्यहीँ पुग्छ, घरसम्मै पुग्छ होइन? घर अगाडि नै हुन्छ, गाडीहरू अगाडि नै, अनि गनाएर हुन्छ, एकदमै झिँगाहरू आउँछ, झन् झिँगाले रोगहरू आउँछ। अनि यहाँको नेताहरूले के भन्नुहुन्छ? नेताहरूलाई यो भन्न चाहन्छु कि यो फोहोर मैला लिएर आए पनि अहिले यहाँ पुरा भएको छैन, होइन बनाएर पुरा भएर गर्नुपर्ने हो यहाँ। अनि तर यहाँ सबैजनाको गल्ती त छ है, तर दुवैजनाको मन मिलेर गर्नुपर्ने हो। तर यहाँनिर त्यो मन मिलेरै गरेको छैन क्या, सबै व्यवस्था नै भएको छैन, अनि त्यही गरेर गर्नुपर्ने हो। सरकारलाई के भन्नुहुन्छ? सरकारलाई यस्तै अलि फोहोर मैलाको राम्रो व्यवस्था गर्नु पर्यो भन्न चाहन्छु। तपाईँले स्कुलसम्म पढ्न पनि गाह्रो छ होइन? फोहोर मैला चाहिँ सरकारले व्यवस्था गर्नु। हजुर। अनि तपाईँलाई चाहिँ अहिले चाहिँ यो फोहोर मैलाले गर्दा पढ्न पनि गाह्रो छ, लेख्न गाह्रो छ होइन, खेल्न पनि गाह्रो छ होइन? अहिले तपाईँहरूको गाउँलाई चाहिँ के फोहोर मैला भनेर चाहिँ मान्छेले गिचाउँछ कि गिचाउँदैन? त्यस्तो त छैन, हाम्रो त साथीहरू त त्यस्तो छैन, तर जे होस् हाम्रो साथीहरू चाहिँ राम्रै छ है, त्यस्तो छैन। कहाँ खानुहुन्छ? खानेहरू त्यही कुवातिरको। पानी चाहिँ कुवा चाहिँ फोहोर थिएन र छैन? छ। पानी खाँदा होइन यहाँको यो हावा अक्सिजनहरू तपाईँहरू लिँदा कस्तो कस्तो गाह्रो हुन्छ तपाईँहरू? हामीलाई एकदमै गाह्रो हुन्छ, झाडा पखाला हैजाहरू सबै हुन्छ, अलिक क्यान्सरहरू पनि हुनसक्छ जस्तो लागेको छ। यो के अरे प्रदूषणले गर्दा, दुर्गन्धले गर्दा त्यस्तो गाह्रो भइरहेछ। अहिले बालिन शाहले चाहिँ अहिले जुन अहिले काम गरिराख्नु भएको छ नि फोहोर व्यवस्थापनको, कस्तो काम लाग्छ तपाईँलाई, राम्रो कि? मलाई राम्रो लागिरहेको छ। बालिन शाहले चाहिँ राम्रो काम गरिराख्नु भएको छ? खै मलाई त त्यति धेरै त थाहा छैन, त्यही पनि थोरै राम्रै छ, काम चाहिँ राम्रो लागिरहेछ। अस्ति ठुलो झगडा पनि भयो यहाँ होइन, बालिन शाह र पुलिसहरू, तपाईँ यहाँको स्थानीयहरू होइन? अनि यहाँको स्थानीयहरूले चाहिँ राम्रो काम गरेको हो कि नराम्रो काम गरेको? मलाई त जहाँसम्म लाग्छ गलतै जस्तो लाग्छ,
तर यो सबैजनाले ढुङ्गाले नै हान्न नहुने हो, तर पुलिसहरूले त्यो घर घर नि थुन्न नहुनु हो। त्यही भएर मलाई त सबैको गल्ती छ जस्तो लाग्छ। नेताहरू कति गल्ती लाग्छ हजुरलाई? मलाई त धेरै नै छ जस्तो लाग्छ, एकदमै धेरै, हाम्रो गाउँको भन्दा धेरै। यहाँको नेताहरूले तपाईँहरूलाई कुनै विकास गरेर जस्तो लाग्छ कि लाग्दैन? यत्रो फोहोर छ, तपाईँको घरको अगाडि यत्रो डुङडुङ बनाउँछ, तपाईँहरू स्कुल पढ्न पनि गाह्रो हुन्छ होइन, अनि झाडा पखाला हैजाले पनि त्यस्तो सताइरहेको छ होइन। अब यहाँ सरकारहरूले के भन्छ? यहाँतिर राम्रो व्यवस्था गर्नु पर्यो भन्न चाहन्छु। आफू मात्र सहर बजार मात्र गएर भएन होइन, हामी गाउँका मान्छेलाई पनि हेर्नु पर्यो भन्ने सोच हो तपाईँहरूको? हजुर। गीता तामाङ, अनि हजुरलाई यो फोहोर अहिले फोहोरले चाहिँ कति सताइरहेछ? धेरै गाह्रो भइरहेछ, रुवा खोकी लागिरहेछ, अनि केही होला क्यान्सरहरू के होला भनेर डर लागिरहेको छ। लागिरहेको छ हजुर। अहिले चाहिँ फोहोर पहिलाको सरकारले पनि तपाईँको यत्रो फोहोर फालिरहेको छ तपाईँको घरको अगाडि होइन। हजुर। अनि कसले चाहिँ यो अहिले गन्ध लाग्दैन? हामीले चाहिँ मास्कहरू लगाएर चाहिँ कुरा गराएको समाज पनि हामीलाई गाह्रो छ, तपाईँहरूले चाहिँ मास्क बिना गाह्रो हुँदैन? गाह्रो भइरहेछ, अनि फोहोरहरू ल्याएको छ, पुलिस आएर के अरे पुलिसले पनि जान दिन्छ फोहोरलाई, अनि त्यसपछि के अरे छेक्न आयो भने पुलिसले लगेर थुन्नुहुन्छ, अनि त्यही भएर फोहोर फ्याल्न दिनुभएको, अनि फेरि बालिन्छ आएर, अनि हिजो नि झगडा भएको। अनि बालिन्साले कस्तो राम्रो काम गरेर जस्तो लाग्छ कि लाग्दैन हजुरलाई? राम्रै काम गरिरहेको छ, अनि यो फोहोरको नि राम्रै काम गर्ने हुन्छ भनिरहेको छ, अब फेरि पछि थाहा हुन्छ। पछि थाहा हुन्छ। हजुर। अनि पहिलाको मेयर पहिलाको मन्त्रीहरूले नि केही विकास गर्नु भएको छैन नि है यो फोहोर मैला सम्बन्धी? पहिला गर्नुभएको थिएन, पहिला नि आएको थिएन त्यति बित्ति, फेरि आउन सुरु भयो। तपाईँहरू यहाँको नेताहरूलाई के भन्नुहुन्छ? नेताहरूलाई त्यो यो फोहोरहरू हटाइदिनु र अनि के अरे सफा राखिदिनु भनेर के अरे गर्नेछु। तपाईँको त्यही भनाइ छ होइन? हजुर। अनि तपाईँले चाहिँ स्कुलतिर पनि गर्नुहोस्, स्कुलतिर पनि त पढ्न सकिँदैन यहाँको गन्धले गर्दा? स्कुलतिर नि पढ्न सक्दैन, अनि त्यसपछि धेरै गन्ध आउँछ, त्यही भएर खेल्न नि सक्दैन। तपाईँहरू प्रायः बिरामी भइरहेको हुन्छ होला? हजुर, झाडा पाला लाग्ने, अनि रुवा खोकी लाग्ने, अनि क्यान्सर हुने जस्तो हुन्छ। धन्यवाद। हस्, धन्यवाद। भारतीय। विनिता भारत। हजुर। अनि तपाईँको गाउँमा होइन तपाईँको फोहोर मैला टन्नै छ होइन, यहाँको चाहिँ दुर्गन्धले गर्दा तपाईँलाई गाह्रो भएको छैन? भएको छ, अब भनेको केही मान्दैन यस्तो गाडीहरूले, फोहोर ल्याइलाई छ, पुलिसहरूले भनेको नि कहिले मान्दैन। हिजोबाट फोहोरको गाडीहरू यता ल्याउनु थालिरहेको छ कि, त्यसरी क्यान्सर हुन्छ कि यस्तो झाडा पखराहरू राख्छ कि भनेर। के भन्नुहुन्छ? यहाँको मन्त्री पनि यहाँको हुनुहुन्छ होइन, स्थानीय निकाय छ होइन, उहाँले केही पनि गरिदिनु भएको छैन? के अलिअलि उताबाट भनिदिनु भइरहेछ, त्यो पनि लापरवाही गरेर भन्नु भइरहेछ कि। अनि भोट माग्दाखेरि त घर घरमा आउनुभयो होला नि त्यहाँको नेताहरू होइन? हजुर। तर लाज लाग्दैन यहाँको नेताहरूलाई? त्यही त लाग्दैन। हजुर। भोलि त तपाईँहरूलाई पनि अब म अब नेताहरूले यस्तो फोहोर मैला व्यवस्थापन त गर्न लागेको छ, अब अहिले भएको छैन, अलि दुई चारजना मान्छेहरू मिलेर फोहोर मैला व्यवस्थापन गर्न सक्ने हुनु पर्यो। अब जुन अहिले काम गरिराख्नु भएको छ नि बालन शाहले, हजुर, राम्रो लाग्छ कि नराम्रो? आधा राम्रो छ, आधा राम्रो छैन, उहाँले पनि अब व्यवस्था मिलाउँदै हुनुहुन्छ होला। हजुर। अनि अस्ति झगडा भएको थियो नि यहाँ? हजुर। उहाँले कस्तो गल्ती जस्तो लाग्छ तपाईँलाई? मलाई यस्तै गाउँहरूकै फोहोर मैलाको गाडीहरू चलाउनेले हो। चलाउनेहरूले नै होइन? हजुर। यो अरू चाहिँ अरूले होइन, स्थानीयले भन्दा नि यहाँको चाहिँ फोहोर मैला जुन यताबाट पैसा असुल गर्छ उहाँहरूले नि गरे हजुर। हस्, धन्यवाद बहिनी। हस्। अनलाइन टिममा स्वागत छ। हजुर, धन्यवाद। हजुर, शुभ नाम? विजय मगर। हजुर। अनि तपाईँको चाहिँ यो फोहोर व्यवस्थापनलाई के भन्नुहुन्छ बुवा? व्यवस्थापन हाम्रो फोहोरको लागि त हामीले त अब यहाँ अब हामीलाई त्यति यो फोहोरको लागि त्यति थाहा त्यो बानी छैन, त्यही भएर चाहिँ अलिकति असर होला भन्ने त्यही चाहिँ अब सबैको भनाइ त्यही छ। तर बानी हुनेलाई ठिकै छ, नहुनेले त अलिक असर गर्ने जस्तो त्यसै कुरा भइरहेको छ अब यहाँ। अनि यहाँको नेताहरूले यहाँको स्थानीय निकायहरूले तपाईँहरूले फोहोर व्यवस्थापन गर्छु भन्नुभएको छ कि छैन? कहिले भन्नुभयो कि भएन? त्यो त नेताहरू त त्यही अब यो पुरानो फोहोर चाहिँ अब यो बन्दोबस्त लगाउँ, पछि अब नयाँ निक्लेपछि त्यो अर्कै बन्दोबस्त होला भन्ने कुरो भएर चाहिँ हिजोबाट निकाल्नु लगाएको थियो। हजुर।
होइन अहिले तपाईँले बालिन शाहले गर्नुभएको काम कस्तो लाग्छ नि तपाईँहरू बालिन शाहले काम गरेको एकदम ठिक छ एकदम ठिक छ। हजुर हजुर उहाँले गर्दाखेरि यो अब यहाँतिर यो फोहोर अब आउनु लागेको नभए त पहिले त अब पहिले पनि हजुर पहिले पनि दुई दिन आएको हो हजुर त्यहाँबाट तपाईँको त्यो रोकाएर फेरि अरू एक दिन आयो एक दिनको फोहोर तपाईँको त्यो झार्नु दिएर त्यो पनि झारियो फेरि पछि पनि आएको अस्ति दुई दिन 3 दिन अगाडि फोहोर फेरि गाडीबाटै फेरि फर्केर गयो त्यो बालिन शाह आउनुभन्दा अगाडि पहिलाको मेयर चाहिँ सुन्दर साक्य चाहिँ आउनुभएको थियो पहिला कुनै आउनुभएको थियो मन्त्रीज्यू दुईचोटि आउनुभयो दुईचोटि हजुर। आउनुभयो के गर्नुभयो त के गर्यो भने उहाँ त्यो यहाँ आएर उहाँले त्यो भन्ने हिसाबले चाहिँ पठाउनु भएको थियो तर यहाँ जनताले चाहिँ उनीहरूको अब माग्छ पनि अब भएन अरे त्यही भएर फेरि 2 दिन झारेर 3 दिनसम्म झाऱ्यो त्यहाँबाट फेरि बन्द गरियो अनि पछि फेरि एक दिन आउनु भएको थियो फेरि यहाँसम्म आएको यहाँबाट फेरि अनि फिर्ता गर्ने गाडी अनि अहिले चाहिँ त्यताबाट फेरि फिर्ता गरेर पठाइदियो त्यो एक दिन चाहिँ झार्दैन सबै गाडी नै फिर्ता गरियो हजुर अब तपाईँहरूको घरको चाहिँ अगाडि त फोहोर मैला जुन व्यवस्थापन हुँदैछ हट्दैछ होइन हजुर। मन्दिरबाट तपाईँको चाहिँ अब रुगाखोकीदेखि तपाईँ हैजा हजुर हजुर टाढै हुनुहुन्छ होइन किन हजुर। बालिन शाहले जुन काम गरिराख्नु भएको हजुर। छ। तर यहाँको मान्छेले चाहिँ यहाँको स्थानीयले चाहिँ नबुझेको हो कि बालिन शाहले नबुझ्नु भएको हो त्यो नबुझ्ने यो खै यो बालिन शाहले नबुझ्यो कि स्थानीयले नबुझ्यो कि अब स्थानीयले भन्नुहुन्छ हाम्रो माग पुरा गरे हामी छोडिदिन्छौँ भन्नुहुन्छ अनि बालिन शाहले पहिलाको जस्तो मेयरको जस्तो काम गर्नु भने के गर्नुहुन्छ त अनि फेरि तपाईँहरू फोहोरै दुर्गन्धित सहेर बस्नु त्यो त खोइ अब सबैको भनाइ त्यही छ फेरि अब यसै अब हाम्रो माग पुरा गरेन भने हामी बन्द पनि गर्न सक्छौँ भन्ने चाहिँ त्यो कुरो भइरहेको छ त्यो बन्द गऱ्यो भने कसलाई घाटा हुन्छ हामीले घाटा त अब स्थानीयलाई पनि हो तर अनि अब नगरपालिकालाई पनि उसलाई पनि अब एक ठाउँमा सहरतिर त थपहरू मिल्दैन त्यतिकै नगरपालिकाले यहाँ सुन्नुहोस् त पहिला पनि यतै फोहोर फाल्ने ठाउँ बनाइरहेको छ होइन हजुर अझ पनि बालिन शाहले चाहिँ तपाईँहरूले विरोध गर्नु भएन अझ पनि बालिन शाहले त्यही ठाउँमा पर्छ क्या फोहोर त्यही ठाउँमा फोहोर परेपछि तपाईँहरूलाई अझ फेरि गाह्रो हुन्छ नि त गाह्रो हुन्छ हो त्यो अब स्थानीयले यो बुझ्नु अलिकति उहाँले नि बुझिदिनु पऱ्यो नि त त्यो उहाँले नि बुझ्नु पऱ्यो अब उहाँ स्थानीयले उनीहरूले नि बुझ्नु पऱ्यो उहाँले नि बुझ्नु पऱ्यो त्यो उनीहरूले पनि अलिअलि अब के माग गर्नु भएको छ त्यो अलिअलि यसो मुख बन्द गरिदियो त्यो त्यति गरेसम्म त के छ बुवा म त यहाँको बासिन्दा होइन पो म यहाँ बासिन्दा होइन उनीहरूको चाहिँ त्यो भनाइ छ भन्नुभएको थियो के माग